कालो आउँछ नि ल सम्पूर्णलाई हार्दिक नमस्कार। आज हामी धारपनी मेलाको सेरोफेरोमा छु है। यो चाहिँ हरेक कार्तिक अर्थात् मक्सिरको पूर्णी तिहारपछिको पूर्णी भन्छ। यो पूर्णीको दोस्रो दिन प्रतिपदाको दिनमा लाग्ने गर्छ हैन बेलुकातिर। तर बेलुकातिर मान्छेहरू त थिएन हैन, यो पहिलेको जस्तो छैन। त्यस्तै अब आज चाहिँ यो प्रतिपदा यो द्वितीय भन्ने द्वितीयमा चाहिँ यो मेलामा अलिअलि चहलपहल छ, धेरै छैन। र विशेष गरेर यो मेला चाहिँ यो कुशे गाउँपालिकाको साबिकको चाहिँ अर्थनी पैक ढिमे यो गाविसको चाहिँ प्रख्यात मेला हो। र यहाँ धेरैजना मान्छेहरू आउनुहुन्थ्यो। पहिले हजारौँ मान्छेहरूको भिड हुन्थ्यो, अहिले एकदम न्यून छ कि एकदम चाहिँ हेर्दाखेरि शून्य अवस्थामा देखिन्छ हैन। अब यही मेलाको पेरिफेरीमा कुराकानी गर्ने क्रममा आज हाम्रो एकजना अतिथि हुनुहुन्छ र उहाँ अतिथिलाई निम्त्याएको छु। र उहाँ हुनुहुन्छ भुपु गाविस अध्यक्ष, हाम्रो साबिकको अर्थनी गाविसको अध्यक्ष अनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जो हुनुहुन्छ र अहिले समाजसेवी बुद्धिजीवी नि भन्नुपर्छ उहाँलाई हैन। अनि उहाँलाई आजको यो च्यानलमा उहाँलाई हार्दिक स्वागत गर्दछु है। नमस्कार छ। नमस्कार हजुर। अनि यो हाम्रो चाहिँ आजको यो छलफल कार्यक्रममा स्वागत पनि छ है। हजुर। ल आजको छलफल कार्यक्रममा हाम्रो एकजना अर्को अतिथि पनि हुनुहुन्छ। उहाँ पनि एउटा वरिष्ठ समाजसेवी बुद्धिजीवी हुनुहुन्छ। कुशे गाउँपालिका वार्ड नम्बर 4 टाङ्गाचौरको व्यक्तित्व हुनुहुन्छ र उहाँको नाम हो गोरखबहादुर सिंहजी है। यहाँलाई आजको छलफल कार्यक्रममा स्वागत छ हजुर है। धन्यवाद। अनि हजुर आज मेला आउनु भएको छ है? हजुर। कतिखेर आउनुभयो नि? यो भर्खरै 5-10 मिनट भयो। अनि यो मेलामा
विगतको तुलनामा अहिले चाहिँ एकदम न्यून मान्छेहरू हुने कि एकदम कम मान्छेहरू भइरहेका छन्, उपस्थिति एकदम न्यून छ, यो लोपनी अवस्थामा छ। किन भइरहेको छ यस्तो? यो पौराणिक कालमा र पञ्चायती कालमा राम्रै चलेको मेला हो। यसले आफ्नो इतिहासलाई झल्काएकै हो। नाच गानदेखि यो त एउटा ऐतिहासिक मेला पनि हो, हिस्टोरिकल मेला एकदम चाहिँ यो ऐतिहासिक जाजरकोटकै फेमस मेला पनि भनिन्छ र धेरै जस्तो एजुकेसनल टुर गर्नको लागि पनि यहाँ मान्छेहरू आउँथ्यो। आज पनि हामी यो टुरमै छौँ होइन, यो शैक्षिक टुरमा छु होइन। यसो हेर्नको लागि पनि यहाँको मेलाको यो सांस्कृतिक परम्पराहरू रहनसहनहरू हेर्नको लागि पनि आएका छौँ होइन। तर चाहिँ त्यस्तो चाहिँ चलपल देखिएन, त्यस्तो चाहिँ रौनक देखिएन, चमक देखिएन। यसको बारेमा खास यो के कारणहरू चाहिँ भनिदिनुहुन्छ कि भनेर? यो यस मेलामा चलिआएको रीतिरिवाज न्यून हुनको एउटा कारण छ र पहिले 4-5वटा गाविसको यो हाइएस्ट एउटा चाहिँ नामनाको हिसाबमा चल्ने मेला हो। यसमा चाहिँ विभिन्न किसिमका चाहिँ नाचगानहरू, सिगारू नाच, धमाको चाहिँ नाचहरू। यो मेला खास किन अहिले यो लोप्ने अवस्थामा गएको छ कि? यो मेला लोप्ने अवस्थामा यो धेरै पहिलामा एउटा यो 12 विषयको र 4 गाउँको यो झगडा परेको थियो। झगडा पर्दाखेरि त्यहाँ मान्छेहरू चोटपटक धेरै लाग्दाखेरि मुद्दा खेलाखेल धेरै भयो। त्यहाँबाट अब त्यो तिनीहरूको घोराघोर भइसकेपछि अब त्यो 4 गाउँ र को भन्नुभयो? 4 गाउँ र यो 12 विषय दुम्दाली। 4 गाउँ भने कता? 4 गाउँ भने यता पऱ्यो, ढिमे दुम्दाला पऱ्यो। राँगा काप्ला पनि त 4 गाउँ हो। राँगा काप्ला भनेको 4 गाउँ हो त्यति बेला? त्यो गरेर अब त्यो यता औलदराबाट आउने त्यो छुट्यो। ढिमे दमदाली र 4 गाउँ बिचमा द्वन्द्व भयो। त्यो पनि गर्दाखेरि पनि लो भयो। त्यस कारण पनि यसै बेलामा एउटा चुनाव पर्थ्यो, संसदीय चुनाव बिचमा चुनाव पनि परे बिचमा यसै तिथिमा। त्यस कारणले पनि मेला अब लो भयो। धेरै राम्रो मेला हो यो। पुर्खादेखि यता लगभग 1500 गाविसको मान्छे उपस्थित हुन्थ्यो। यहाँ त मान्छेको पाइला टेक्ने ठाउँ हुँदैन थियो होइन। समग्रमा भन्दाखेरि त्यति बेलाको मेला हिंसात्मक भइदियो है। त्यो कारणले पनि अलि लो भयो बाटो लोग्दा। सुन्दर ठाउँ त यो सुन्दर धेरै राम्रो ठाउँ हो। अलि पानीको अभाव छ, अरू सुन्दर एकदम यस्तो डाँडा व्यवस्था गर्नुपर्ने डाँडा काँडा हिउँचुली देखेको एउटा सभा सुन्दर ठाउँ भएको एकदम धेरै राम्रो ठाउँ हो यो। यसलाई बढाउँदा धेरै उपयुक्त ठाउँ हो। विशेष गरेर हजुरलाई अलिकति थाहा होला कि यो किन मनाइन्छ त्यो मेला, के कति कारणले? हिजो यो विगतमा चाहिँ बराह भन्ने एउटा देउता हुन्थ्यो। त्यो बराह देउता यो मेलाको चाहिँ पूजन नगर्ने हो भने मान्छे नलाग्ने परिस्थितिको सुरुवात हुन्थ्यो। र यो डाँडामा वर्षको एकचोटि पूर्णिमा र यो पडेवाको तिथि लिएर मान्नुपर्ने एउटा भेला हुन्थ्यो ठुलो। त्यो भेला मनाउँदा यहाँको देवी देवताको चाहिँ पूजा पहिला गरिन्थ्यो। त्यसमा पूजा गर्दा गर्दै पनि यहाँ क्षति भयो। त्यो क्षतिदेखि अलि यो मेलामा न्यून हुन गयो। अहिले होइन, पूजा गरेपछि क्षति भयो कि नगरेपछि क्षति भयो? पूजा गरेर पूजा बिग्रिएर जाने क्षति भयो। पूजा बिग्रिएर क्षति भएपछि मेला नभएको हो? नभएको हो। र अब भर्खर सुरुवात हुँदैछ। अनि यो वर्ष पूजा गर्नुभयो कि नै? गरियो। हिजो गर्नुभयो? हिजो गरियो। अनि यो त परम्परागत रूपमा यो पौराणिक कालदेखि नै यसलाई चाहिँ पूजाआजा गरेर होइन, यहाँको चाहिँ वनको देउता होइन, वनको बराह भन्नुहुन्छ होइन, अनि गरिराख्नु भएको छ होइन। अनि यो त बिचमा छोड्न मिल्दैन होला? मिल्दैन। मिल्ने भएको भए 2-4 जना मात्र आएर पनि यो मेलाको एउटा उपस्थिति देखाउनु पर्ने हो। त्यो किसिमको चाहिँ एउटा उभा हुनाले यो मेलाको चाहिँ एउटा विशेषता रहेको छ अहिलेसम्म। अनि अर्छनी टाले गाउँको त विशेष मेला हो नि त यो। अलिकति यताको सरुको पनि पर्यो होइन। अनि अर्छनी टाले गाउँले पूजाआजा पनि गर्ने। तर चाहिँ मेलामा चाहिँ मेला लगाउँदाखेरि यहाँको चाहिँ जुन हुनुपर्ने जुन झाँकीहरू थियो होइन, बाजाहरू थियो, अन्य विभिन्न चाहिँ यो मयूर नाचहरू थियो, त्यस्तो एकदम निष्क्रिय भयो त। अनि उहाँहरू
आफैले चाहिँ एउटा मेलाको चाहिँ आयोजना गर्ने अनि निष्क्रिय हुने कारण के हो त? अहिले यो यहाँ जति मान्छे देख्दैछु यो उता सरुखोलापट्टि भनौँ अथवा साबीको चाहिँ पैक ढेमेतिरको मान्छेहरू हुनुहुन्छ होइन। यता हाम्रो चाहिँ अर्सन टालीगाउँको मान्छे एकदम न्यून उपस्थिति रहेको देखिन्छ होइन। अब यो के कति कारणले होला? यो मान्छेको मृत्यु भइसकेपछि मान्छेको त्यति चासो चाहना मेला भनेपछि चासो चाहना मर्दै गयो। चासो चाहना होइन, यस्ता घटनाहरू त वर्षेनी घटिरहन्छ नि होइन। अब यो यसलाई न्यूनीकरण गर्नुपर्छ होइन। हामीले चाहिँ अब आफ्नो चाहिँ मेलाहरूमा हुन्छ, कतै गाउँघरमा हुन्छ, त्यस्तो घटनाहरू घट्छन् होइन। मेलाकै कारणले त घट्यो भन्नु मिल्दैन होइन। तर चाहिँ यस्ता घटनाहरू घटे तापनि हामीले जुन परम्परागत मूल्य मान्यताहरू बिर्सेका हौँ कि भन्ने लाग्छ कि कस्तो लाग्छ हजुरलाई? हाम्रो संस्कार बचाउनको निमित्त, हाम्रो संस्कृति जोगाउनको निमित्त हामीले गर्नुपर्ने आवश्यकता त हो। मान्छेको चाहिँ मनमत के हो कुनै यसलाई चाहिँ भन्न सकिँदैन। आफ्नो आफ्नो विचारले चाहिँ आउने कुरा यो त हाम्रो जस्तै के छ भने अहिलेको कुशे गाउँपालिकाको जुन एउटा हाम्रो कुशे हाम्रो खुसी भन्ने एउटा जुन एउटा किताब छ, यो पाठ्यक्रम बनाइएको छ करिकुलम होइन। त्यो पाठ्यक्रममा पनि त यो मेलाको बारेमा उल्लेख भएको छ होइन। त्यस्तै यो कुशे गाउँपालिकाका प्रख्यात मेलाहरूको बारे उल्लेख भएको छ नि त होइन। अनि पाठ्यक्रममा चाहिँ समावेश पनि भएको। अनि यो गाउँपालिकाले खास चाहिँ यो मेलालाई चासो नदिएको हो कि या त गाउँपालिकाले चासो दिएको छैन है? अनि यो ठिकै छ। अनि यो शिक्षा र यो जुन छ नि, यो जुन हाम्रो चाहिँ यो सांस्कृतिक परम्पराहरू होइन, यो बिचमा के सम्बन्ध छ त? जस्तै यो मेलाको एजुकेसनसँग सम्बन्ध के छ त? यो मेलाको सम्बन्धमा सबैको भेटघाट हुने, आफूदेखि ठुलाबडाको भेटघाट हुने, आफूदेखि बुद्धिमान सर्कल विचारका मान्छेहरूको भेटघाट हुने र अनि छलफल बहस हुने, त्यो किसिमको चाहिँ वातावरणको सिर्जना हुन्थ्यो। अहिले अब त्यही सेरोफेरोमा यो भेटघाटको कुरा गर्नुभयो। अनि यो शिक्षासँग सम्बन्ध के छ त? शिक्षासँग सम्बन्ध अब मान्छेको चासो चाहना अब कसरी जाने, यसको शैक्षिक महत्त्व के छ? शैक्षिक महत्त्व यसको गतिविधि मान्छेको जनजागरण जगाउनका निमित्त, मान्छेको चाहिँ विचार उत्तम लिनका निमित्त, सबैको भेटघाट, सबैको विचारलाई उत्तम लिनको निमित्त एउटा सबैको चाहिँ भेटघाट होस् भन्ने चासो चाहना यस मेलाले दर्शाउँछ। अनि थप चाहिँ अरू परम्परागत मूल्य र मान्यताको संरक्षण गर्नुपर्छ भन्ने चाहिँ त्यो कुरालाई पनि यसले चाहिँ यसको महत्त्व रहन्छ कि? यसको महत्त्व रहन्छ है। यो त हामीले चाहिँ पाठ्यक्रममा चाहिँ समावेश गर्ने अनि यसलाई चाहिँ अलिकति तद्रुपताका साथ चाहिँ कार्यान्वयन नगर्ने भन्ने हुन्छ नि, त्यसरी गर्नुपर्छ भन्ने अलिक व्यवस्थित तरिकाले स्थानीय सरकारले अनि अन्य निकायहरूले पनि यसलाई गर्नुपर्छ भन्ने हजुरको के विचार हो? विचार हो, यो गर्नुपर्छ। यसमा चाहिँ घटना घटे तापनि चाहिँ हामीले आफ्नो मूल्य मान्यता र आफ्नो पौराण कालको चाहिँ एउटा रीतिरिवाजलाई कहिले पनि चुक्न हुँदैन, यसलाई भुल्न हुँदैन। संस्कार ल अबको दिनमा के गर्नु पर्ला यसलाई सुधार गर्नको लागि? अब के गर्नुपर्छ? यो मेलालाई चाहिँ अझ व्यवस्थित गर्नको लागि, अझ चाहिँ विगतको जस्तै अलिकति एकदम चमक ल्याउनको लागि होइन, यहाँको चाहिँ जुन छ नि पहिलेको जस्तो भिडभाड होइन, धेरै राम्रो हुन्थ्यो नि त, रमाइलो हुन्थ्यो। त्यस्तो अवस्थामा ल्याउनलाई अब के गर्नुपर्छ होला? अब आकर्षण बढाउनको लागि यो यहाँको चाहिँ जुन दर्शकहरू यहाँ हेर्न आउने मान्छेहरूको आकर्षण बढाउनको लागि के गर्नुपर्छ? पालिकाले चाहिँ एउटा निमन्त्रणा पत्र प्रत्येक क्षेत्रमा चाहिँ निमन्त्रणा पत्र पठाउँदा कस्तो हुन्छ आधिकारिक रूपमा त्यसरी मान्छेको उपस्थिति हुन्छ कि भन्ने मलाई अलिकति चाहिँ ठुलो आशा चाहना छ। अब टाढाबाट आउने मान्छेहरूको चाहिँ भिडभाड बनाउनुको निमित्त त निमन्त्रणा अनुसार चासो चाहना रहन्छ कि भन्ने एउटा विचार गरेको छु। अहिलेको स्थानीय सरकारले हाम्रो कुशे हाम्रो खुसी भन्ने एउटा पाठ्यक्रम राखेको छ कि हाम्रो प्राइमेरी लेभलदेखि लिएर बेसिक लेभलमा आधारभूत तहमा। अनि त्यसमा चाहिँ यो के छ भने हाम्रो परम्परागत रूपमा लाग्ने मेला पर्वहरूको बारेमा पनि उल्लेख भएको छ होइन, चाडबाडहरू पनि छन्, जात्राहरूको बारे छ होइन। त्यस अन्तर्गत हाम्रो यो धारपनी मेला पनि समेटिएको छ क्या। अनि त्यसरी समेटिनु मेला के अरे यो पाठ्यक्रममा समेटिने होइन। अनि यसलाई कार्यान्वयन गरिएन, पालिकाले चासो दिएन होइन, अलिकति व्यवस्थित तरिकाले आयोजना गरेको भए हुन्थ्यो कि कस्तो हुन्थ्यो? यो हजुरको विचारमा के लाग्छ? अलिकति यो पालिकाले पनि यो चासो चिन्तन नगरेकै कुरो हो।
यो पालिकाले पनि अघि यो बढायो। पालिकाको त एकदम प्रख्यात मेला हो, फेमस मेला हो नि त। पालिकाकै मेला हो यो एउटा। यो त पालिकाले बढाउनु पर्ने हो। अब पालिकाको पनि एउटा त्यस्तै अरू यहाँको स्थानीय समाजहरू जो बुद्धिजीवी हजुरहरू पनि हुन्छ होइन, तपाईँहरूले पनि त लाग्नु पऱ्यो नि त, सबै पालिकाको टाउकोमा पर्नुभन्दा पनि। अब आउँदो वर्षमा अब ठाउँ पत्र तयार गरेर सबै वडा नम्बर 4 ले त सदैव आयोजना गर्थ्यो कार्यक्रम है, यो वर्ष त आयोजना पनि भएन। आयोजना पनि भएन। अब खासै यो वडा नम्बर खेलकुदको त आयोजना गरेको छ होइन। समग्र चाहिँ यो मेलाहरू, यो जो झाँकीहरू प्रदर्शन हुन्छ नि, यस्तो झाँकीहरूलाई त्यसपछि गएर अन्य विभिन्न चाहिँ तपाईँहरूको चाहिँ यो नृत्यहरू होइन, अन्य सांस्कृतिक कार्यक्रमहरू हुन्छ नि, यस्तो कार्यक्रमहरूमा पनि विशेष पुरस्कारको व्यवस्था गरेर होइन त्यस्तो अलिकति आयोजना गरेको भए हुन्थ्यो, त्यसरी नै हुन्थ्यो कि कस्तो हुन्थ्यो? त्यो आयोजना गर्ने त पालिकाले गरेर बजेट दिने हो अब। वडा नम्बर 4 को त विशेष यो मेला यो अलिकति आयोजना गरिरहन्थ्यो कि गत वर्ष पनि गरेको थियो, तर यो वर्ष चाहिँ भएन होइन। अलिकति केही घटनाहरू घटेर पनि हुनसक्छ होला होइन, त्यस्तो कारण पनि हुनसक्छ होइन। त्यस्तो हुनुपर्छ भन्ने धारणा है। अन्त्यमा के सुझाव दिनुहुन्छ हजुरले? सुझाव अब आउँदो वर्षमा अब आयोजना पनि गर्ने, अब पत्र ठाउँ पत्र पठाएर यो मेलालाई राम्रो सबै पालिकाले निमन्त्रण गर्ने, सबै पालिकाले निमन्त्रण गर्ने। त्यस कारणले अब एउटा यो राम्रै पर्यटकीय स्थल जस्तो बन्ने ठाउँ हो यो पर्यटकीय टुरिज्म एरिया पनि हो। टुरिज्म अब पहिला मान्छे हिँडेर त्यति गरेर आउँथ्यो भने अहिले त गाडी नै पुगिसकेका छन्। गाडी पुगेर पनि यत्रो लो हुने। हरेक विद्यालयहरूबाट जुन बालबालिकाहरू उनीहरूलाई पनि सहभागी गराउने विभिन्न कार्यक्रमहरूमा होइन, विद्यालय यसरी पनि त्यो गराउनुपर्छ। उनीहरूले सिकाइ पनि हुन्छ नि, एउटा लर्निङ पनि हुने भयो होइन, त्यो हुन्छ। र अरू यहाँको अन्य भौतिक व्यवस्थापनमा अलिकति केही कमजोरी देख्नुहुन्छ कि यहाँको मानौँ न, के देख्नु भएको छ? त्यो खानेपानीको समस्याले गर्दा अलि त्यो पनि अब गाह्रो छ। अब मान्छेले त अब गाडी हुने मान्छेले अब गाडीमा चाहिँ पानी ल्याएर अब गर्ने भए तब ल्याउन नालो हुन्छ। यो खानेपानी व्यवस्था पनि अति आवश्यक छ। यहाँ चाहिँ अलिकति पानीको चाहिँ एउटा भण्डारण गर्ने होइन, ड्रमहरू राखेर होइन, मेला आउनुभन्दा के अरे मेला आयोजना हुनुभन्दा अगाडि ठुल्ठुला ड्रमहरूमा पानीको व्यवस्था गऱ्यो भने यहाँ आउने चाहिँ दर्शकहरूले पानी पनि खान पाउन्, मेला पनि हेर्ने अलि लामो समय नि हेर्छन् कि रमाइलो गर्छन्। अनि खाने अलि आवास के अरे यो व्यवस्था के खाने व्यवस्था हुन्छ नि, अलि व्यवस्थित तरिकाका चाहिँ होटेलहरू होइन, त्यस्तो नास्ता पसलहरू भइदियो भने राम्रो हुन्छ भन्ने हजुरको धारणा हो। ल धन्यवाद है, यो आजको छलफल कार्यक्रममा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हजुरलाई पनि धन्यवाद छ मलाई सहभागी गराउनुभयो। अनि यो मेलालाई अरू थप सुधार गर्नको लागि केही सुझाव दिन चाहनुहुन्छ? यो मेलालाई सुधार गर्नको निमित्त हिजो पौराणिक कालदेखि चलिआएको मेलामा अबका सांस्कृतिक झाँकी, टाढाबाट आउने बाजागाजा, टाढाबाट आउने मान्छेलाई आमन्त्रण पत्र सबै चाहिँ केन्द्रतिरबाट चाहिँ मान्छेको चाहिँ भिडभाड गर्नको निमित्त विभिन्न किसिमका आयोजनाहरू यसमा प्रस्तुति राखेको भए कलाकारहरू सकेसम्म केन्द्रीय स्तर कलाकार जिल्ला स्तरका होइन, जिल्ला स्तरका स्थानीय स्तरका चाहिँ ख्याति प्राप्त कलाकारहरू कलाकारहरूलाई जीवित बनाउनको निमित्त अनि त्यसमा सहजीकरण गर्नको निमित्त यो मेला जीवित राख्नको निमित्त अनि पालिकाले जिम्मेवार लिएर अनि दर्शाउनु पर्छ। पालिकादेखि नजिकै पनि पर्यो होइन, पालिका नजिकै, पालिकाको क्षेत्रमा आधा घन्टाको बाटो छ यहाँदेखि ततिर होइन, पनि छैन। पालिका अफिसदेखि बाटो भएको मेला जीवित बनाउनको निमित्त यो पालिकाकै नजर रहनु पर्छ। यहाँ आउने जुन चाहिँ अब दर्शकहरू हुनुहुन्छ हेर्न आउने, उहाँहरूको लागि खानेपानीको व्यवस्था अलिक देखिएन होइन, अनि खानेपानीको व्यवस्था हुनु पऱ्यो होइन, अलिकति धारो होइन, शौचालय, त्यस्तै अरू खाने व्यवस्था पनि हुनुपर्छ होइन व्यवस्थित रूपमा। यसमा व्यवस्थित गर्नको निमित्त यहाँको चाहिँ टाढाबाट पर्यटन आउनको निमित्त यहाँ चाहिँ विभिन्न किसिमका चाहिँ आयोजना राखेर राष्ट्रिय स्तरका, पालिका स्तरका, जिल्ला स्तरका विभिन्न खेलकुदहरू यहाँ प्रदर्शनी गर्ने हो भने यस ठाउँमा रमणीय ठाउँ हुन्छ भन्ने जस्तो लाग्छ। अन्त्यमा चाहिँ निष्कर्षमा हामी के भन्न सक्छौँ भने यो मेला चाहिँ हाम्रो सांस्कृतिक परम्परा हो होइन, हाम्रो चाहिँ एउटा पहिलेदेखि चलिआएको होइन, यो परम्परा भएको हुनाले हामीले मनाउनुपर्छ र यहाँ त्यस्ता अप्रिय घटनाहरू पनि घट्न नदिइकन होइन आउँदा दिनहरूमा यसलाई व्यवस्थित
तरिकाले अर्थात् यहाँको चाहिँ हरेक चाहिँ सुरक्षाको दृष्टिकोणले हरेक क्षेत्रबाट चाहिँ यहाँ हामीले व्यवस्थित गरेर हैन यसलाई अझ चाहिँ राम्रो गरेर मनाउनुपर्छ भन्ने हजुरको धारणा छ है। ल धन्यवाद छ आजको छलफल कार्यक्रममा चाहिँ सहभागी भइदिनु भयो। यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ। कालो आउँछ नि। जस्तो यो मेला लोप पनि थाल्यो क्या दाजु, यो चाहिँ अलिकति दुःख कुरो छ। यसलाई लोप हुन दिनु हुँदैन पनि हाल्नु।